एभ्रिवान नमस्ते वेलकम छ तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा म चाहिँ प्रिया आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आजको दिनको सुरुवात हुँदैछ साथीहरु मेरो चाहिँ आफ्नै रुम यो भद्र गोल वाला रुम देखि आज चाहिँ मैले विथआउट प्लानिङ साथीहरु मैले भ्लग स्टार्ट गर्दै सकेको छु आज चाहिँ दिनभरिमा मैले के गर्छु त्यही मात्रै देखाउने छु है साथीहरु अनि साथीहरु तपाईकोतिर मौसम चाहिँ के कस्तो छ हाम्रोतिर चाहिँ साथीहरु न पानी पर्ने न घाम लाग्ने यस्तै भइराको छ आजको मौसम आजको हैन 2-3 दिनदेखि नै साथीहरु यस्तै भइराको छ मौसम चाहिँ देख्न सक्नुहुन्छ घाम लागेको छ साथीहरु यस्तो छ हाम्रोतिरको मौसम चाहिँ घाम लागेको रहेछ साथीहरु अलिअलि तर हावा पनि त्यतिकै चलिरहेछ फेरि हावा पनि त्यतिकै चलिरहेछ अलिअलि घाम पनि लागेको रहेछ मेरो चाहिँ आज बिहानको ब्रेकफास्ट देख्न सक्नुहुन्छ तपाईहरुले रातो स्ट्रबेरी बिहान आज मलाई फ्रुट्स खान मन लाग्यो साथीहरु बेड बिस्ताराहरु मिलाइसके भद्र गोल भएको रुम अलिअलि थोरै मैले मिलाए अब चाहिँ बाँकी भनेको यही कपडा मिलाउन बाँकी छ अब म यो कपडा पनि मिलाउँछु त्यसपछि चाहिँ खाना बनाउँछु कपडा भरि सबलाई यहाँ यसरी राखेर धुने कपडा त हैन यो धोइसकेको कपडा हो सबै तर मिलाउन बाँकी छ अनि यो सबै ज्याकेटहरु यो झुन्डाएर राखिदिन्छु मैले दराज माथि यो ज्याकेट चाहिँ यस्तै राखिदिन्छु हैन म खाना पकाउन लागे खानामा चाहिँ आज रहेको छ हाम्रो खसीको मासु देख्न सक्नुहुन्छ हामीले चाहिँ अनलाइनदेखि मगाएको थियौं हिजो मात्रै आएको थियो आज चाहिँ बनाउँछु अब खाना बनाएर राख्नुपर्ने हुन्छ मेरो बुढा चाहिँ अब ड्युटीबाट आउने बेला हुन लाग्यो साथीहरु मेरो चाहिँ बुढा आएर पनि हामी चाहिँ बाहिर निस्किन लागेको छौं अब तरकारीहरु ल्याउनलाई भोलिको लागि भनौं न भोलिको लागि तरकारीहरु लिनलाई चाहिँ हामी यहाँको मार्केट लोकल मार्केटतिर जान्छौं अब रात परिसक्यो त्यही पनि अब साइकलमा एकैछिन बुढाबुढी गएर आम भनेर म चाहिँ चाबी खोज्दै थिएँ चाबी पनि पाएँ अब चाहिँ जानुपर्ने हुन्छ मेरो बुढा चाहिँ तल गइसक्नु भएको फेरि चिसो हो कि यो टोपी नलगाए पनि हुन्न लाम भने पनि यस्तो अटस हुन्छ कि उहाँ चाहिँ मेरो बुढा हुनुहुन्छ यतातिर हेर्न क्यामेरामा फेस गर्न लाज मान्नु भएको छ हो त्यही त हो गाडी हाम्रो गाडी चाहिँ तिम्रो पाकेटमा राख न कस्तो न
हार न बुढा देखेकै छैन त मेरो बुढा त यहाँ कन्टेन्ट हुन्छ यो बनाए त्यो बनाए भने देखाउने कन्टेन्ट नपकाऊ तिमी जिम गएछ होइन म आफै जिम गएछु कन्टेन्ट त्यो कन्टेन्ट साथीहरू हामी लोकल मार्केट त आयौँ तर लोकल मार्केट चाहिँ आज बन्द रहेछ किनकि ढिलो आयौँ हामी त्यो पनि मेरो बुढाको कारणले गर्दाखेरि यस्तो छ मेरो बुढा साथीहरू मेरो मात्रै हो कि हजुरहरूको पनि हो कि यताउता हिँड्यो कि झगडा पर्ने खै अनुहार देखाउ त देखाऊ अनुहार देखाउ त देखाऊ यस्तो छ गाह्रो छ साथीहरू गाह्रो छ चाहिँ सबै यहाँको लोकल मार्केट हो तर यहाँ सबै बन्द भइसक्यो रातिको 9 बजे लिएर आउँछ मेरो बुढाले लोकल मार्केट कहाँबाट खुल्ला हुन्छ त अनि सोल्टी ओ सोल्टी हेलो सोल्टी साथीहरू यो गाडी देखेपछि चाहिँ मलाई मेरो कामको याद आउँछ किनकि म काम गर्न जाने बेला यस्तै गाडीमा जान्थेँ तर अहिले काम नभएर म थन्किरहेको छु साथीहरू घरमै छु त्यही भएर मेरो बुढाले सोध्दैछ तिमीलाई त्यो गाडी देख्यो भने केही याद आउन्न भनेर बन्द भयो बुढा बन्द भयो ल्या त्यही एउटा पसल खुल्ला थियो टमाटर ल्याउन जाने भनेको त्यही पनि बन्द होला जस्तो छ चिसो छ भनेपछि ज्याकेट लगाएपछि गर्मी हुन्छ गर्मी छ भनेपछि हावा चलेर चिसो हुन्छ यस्तो छ त्यही भएर यसरी हिँड्न पर्यो यसरी यहाँ चाहिँ खुल्ला रहेछ एउटा पसल यसरी सामानहरू चाहिँ राखेको हुन्छ हामीले चाहिँ यसरी सामान ल्याएर मानु न 토마토 5,000원 없어. 비싸. 이거 10,000원이야. 이것도 10,000원. ठिकै हो सानो कोन लान्छु त ऊ त्यहाँ दिनु धेरै हाल्दै 이런 거 먹으면 좋아. 저거 찍어줄까? ने कोन त्यो लैजाउँ न। त्यसले नि यो पनि ठिक छ यो 이거 줘? ने 다 좋아. 그놈 줘. बन्द हुन लागेको थियो फलफुली खान्छ छैन ल पल्लो नाले तालगी कसरी छ अरे 딸기 있어. 5,000원부터. मान्छेको तर्सरी 딸기 불나면 나 따라와. 딸기가 이게 7,000원인데 5,000원 주고 네. 이거는 9,000원. 이거는 8,000원. 이게 이거 커 알이. 이거는 5,000원. 7,000원짜리 5,000원 줘. 이게 7, 6. 이게 스메우르가 델몬트보다 더 달아. 아픈 반지 이거 7이면 싸지. 무가 들도 못해. 따뜻해. 따뜻해. 따뜻하냐 전화 알아보라 진짜 있어가지고 राखिरहेको थिएँ 잠깐만 기다려봐. 잠깐만 내가 볼게. 그래? 순달라 술 맛있어. 이제 그 끝물이라. 감사합니다 고마워. 가요. ल साथीहरू हामी चाहिँ
चाहिँ फर्किन लागेको अब चाहिँ सामान लिएर 1000 रुपियाँको टमाटर 500 रुपियाँको स्ट्रबेरी लिएर फर्किँदैछौँ। कस्तो चिसो भएको क्या तर पुग्छ क्या फेरि यो खोल्यो भने हेर नि हावा यस्तो हान्छ खोलेन भनेपछि हुन्छ फेरि ल साथीहरू हामीले चाहिँ सपिङ पनि गऱ्यौँ अब चाहिँ हामी फाइनली आफ्नो उसमा उतादेखि जानु बजार उतादेखि अब किन उतादेखि राम्रो उतादेखि कतादेखि उता रोडदेखि ठिक छ हामी चाहिँ लगाउँछु क्या अब हामी चाहिँ पल्लो गल्ली पुगेपछि पल्लो तपाईँहरूलाई देखाउँछौँ है त यहाँ चाहिँ यही मात्रै छ सुनसान रोड साथीहरू हामी चाहिँ अघि माथिको बाटो गएको थियौँ भनेपछि अहिले चाहिँ मेरो बुढाले मलाई तलको बाटो लिएर आउनु भएको हरेक कुरा मेरो बुढा भन्यो भन्छ होला है मेरै बुढा हो त्यही भएर मेरो बुढा भनेको साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले माछा कति ठुलो माछा हो यो उयो त मर्यो क्या हो ए तर यो क्यामेरामा अझै सानो देखिँदो रहेछ है बुढा रियलमा भन्दा हेर्नु त ल हेर्नुहोस् साथीहरू माछा ओ माई गड अक्टोपस यहाँ चाहिँ अर्को माछा यो चाहिँ बाफ रे बाफ मेरो त यसको मुख मेरो बुढाको बुलेट बाइकमा अब घरतिर फर्किनु पर्ने हुन्छ साथीहरू हामी चाहिँ मार्केट गएर पनि आइसक्यौँ अब चाहिँ मैले यो इन्डिङ भिडियो बनाउन थालेको आजको दिनहरू तपाईँहरूको चाहिँ के कसरी बित्यो साथीहरू भन्न सक्नुहुन्छ मेरो आजको दिन चाहिँ यस्तै हो अलिअलि घरमा यताउता अनि म चाहिँ एकछिन अघि मार्केट निस्केँ त्यति नै हो अनि साथीहरू तपाईँहरू सबैजनालाई मैले सुरुमै सरी भन्न चाहेँ किनभने आजको यो मेरो पहिलो ट्राई थियो साथीहरू पहिलो भिडियो म अलि नर्भस भएँ मैले खासै बोलेर भिडियो बनाउन सकेन अलिअलि जे थियो त्यही मात्रै देखाएँ आउने दिनहरूमा चाहिँ अझै राम्रो गर्ने कोसिस गर्नेछु साथीहरू अनि अहिलेसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद साथीहरू अनि मेरो के कमी कमजोरीहरू छ तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ साथीहरू अनि साथीहरू जाँदा चाहिँ मैले यही भन्न चाहेँ कि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ त्यतिसम्मलाई बाई बाई साथीहरू गुड नाइट